हेलो गाइज, आज चाहिँ मैले हाम्रो यो सिल्भर प्ले बटन अनबक्सिङ गर्न गइरहेको छु। सो यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। बुम। अनबक्सिङ भन्दा पनि म तपाईलाई सिधै देखाइदिन्छु। यो हो हाम्रो सिल्भर प्ले बटन। तपाईहरुको सपोर्टले गर्दा आज मैले सिल्भर प्ले बटन पाएँ भनेर देखाउन पाइरहेको छु। यो मेरो च्यानलको सब्स्क्राइब बटन थिचिदिनु भएकोमा तपाईहरु सबैजनाको बुढी आउनालाई एकदमै धेरै धन्यवाद। यही हो हाम्रो सिल्भर प्ले बटन। नाटी हजुर के हो त्यो? सिल्भर प्ले बटन त्यही त के हो त्यो भनेको? यो भनेको युट्युबले 1 लाख सब्स्क्राइबर पुगेपछि दिने अवार्ड हो के बाजे? अवार्ड। अनि केमा काम लाग्छ त त्यो? यो खासै त्यस्तो काम त लाग्दैन। यो समातेर फोटो खिच्ने अनि देखाउने मात्रै हो। अनि किन खुसी भइरा त? सुनकै थाल पाए जस्तो। काम लाग्नु पर्यो नि, कामै लाग्दैन रहेछ। इ झालेता छ फाल्ने बाहिरतिर। बाजे जे पाइ त्यो गर्न गर्नुस् है। यो हामी सबैजनाको मेहनतको फल हो। अनि मैले बुझे यो तिमीहरुको मेहनतको फल हो। तर काम त लाग्नु पर्यो नि। कामै लाग्दैन रहेछ। के काम? सिल्भर प्ले बटन। के काम यसको? यसबाट खाना खान मिल्छ? अनि तेरो त्यो सिल्भर प्ले बटन भन्दा त यो थालको महत्त्व धेरै छ। कम से कम यसबाट भात मार्न त मिल्छ। भाडा मार्नु पर्दैन? के हो यस्तो? पुरै झुटो मात्रै छ। भाडा मार्छ। के काम यसको? बाँदरको पुच्छर लौरो न हतियार भने जस्तो। कबाडी फलामको पाटालाई सिल्भर प्ले बटन दे। बाजे तपाईले धेरै ओभर कुरा गर्नुभयो है। तपाईको यो कुरा सुनेर भिडियो हेरेर सबैजना रेसा राख्नु भएको होला। माफ गर्नुस्। मलाई माफ गर्नु होला। म मेरो नातिसँग मजाक मात्र गरे हो। नमस्कार गरेर भन्नुस् भएन यो। मैले मजाक मात्र गरे हो। मलाई माफ गर्नु होला। अरे के हो? तैले त सिकाएको हो नि। सही हो। गाइज मेरो च्यानललाई सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसरी नै सधैँ सपोर्ट गरिदिनु होला। यो मेरो मात्र हैन, हामी सबैजनाको हो। नाम मात्रै मेरो लेख्या हो। कबाडी फलामको पाटालाई सिल्भर प्ले बटन रे। कस्तो हल्ला गरमा बाँदरको पुच्छर लौरो न हतियार भने जस्तो। कसको छोरा छोरी? नो 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 नो